खेत र बारीहरूले हामीलाई बोलाइराखेको छ। म सम्पूर्ण जेएनजीहरूलाई एकचोटि हात उठाइदिनका लागि मैले अनुरोध गर्न चाहन्छु प्लिज है। यतिका धेरै जेएनजीहरू यहाँ हुनुहुन्छ है। अब दुईटा हात देखाइदिनुहोस् तपाईँले। हो, यो दुईटा हातले कलम र कापी, मोबाइल र ल्यापटप मात्रै होइन, यो दुईटा हातले यो देशको माटो पनि छुनुपर्छ। ल हुन्छ, यो देशको माटोले तपाईलाई पनि बोलाइराखेको छ, विदेशीलाई मात्रै नभएर यही देशको युवालाई पनि बोलाइराखेको छ। छातीमा हात राखेर भनौँ, हुन त पथरी भनेको तपाईँको चाहिँ खेतै खेत, बारी नै बारीले भरिएको ठाउँ हो, तर छातीमा हात राखेर भनौँ, कति महिना भयो हामीले माटो नछुएको, कति वर्ष भयो हामीले माटो नछुएको, कति वर्ष भयो हामी बारीमा नगएको, खेतमा नगएको है। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म यहाँ पथरीमा मेरो मनको गीत सुनाउन आएको छैन, तपाईँलाई यो माटोले याद गरिरहेको छ भन्ने कुरा सम्झना दिलाउनको लागि आएको छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी सबैजना माटो प्रेमीले एकचोटि सबैले मिलेर जय माटो भन्नु त। हो, यो चेतनाको आवाज, यो जागरणको आवाज, आहा, यो आवाजले जाग्नेछ अब यो देश, बिउजने छ यो देश, यो देश बिउजने गरी एकचोटि फेरि जय माटो भनिदिनुहोस् न। हो आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी जीवनमा विकासका कुरा गर्छौँ, थुप्रै विकासका कुरा गर्छौँ है, थुप्रै विकासका कुरा गर्छौँ, सुखका कुरा गर्छौँ, समृद्धिका कुरा गर्छौँ, तर ती विकास र समृद्धि के हुन्, कसो हुन् भन्ने बारेमा आज म यहाँ प्रश्न सोध्न चाहन्छु तपाईँहरूलाई। आज म मेरो मनको कुरा सुनाउनु भन्दा तपाईँहरूलाई प्रश्न सोध्न चाहन्छु। हुन्छ?